आलङ्ने सेवा बान्तवा राई भाषा बोल्ने दाजुभाइ तथा दिदीबहिनीहरूमा फेरि पनि यस च्यानलमा स्वागत गर्न चाहन्छु र यहाँहरू सबैलाई साँच्चै नै यो च्यानललाई लाइक शेयर कमेन्ट सब्स्क्राइब गर्न नभुल्नु होला भन्न पनि चाहन्छु। आज हामी राई बान्तवा भाषामा आबाट आउने शब्दार्थलाई हेर्नेछौँ। आबाट आउने शब्दार्थको भाग 3 लाई फेरि पनि म लिएर तपाईहरु कहाँ उपस्थित भइसकेको छु। यस च्यानललाई लाइक गर्न नभुल्नु होला, शेयर गर्न नभुल्नु होला, कमेन्ट गर्न नभुल्नु होला र सब्स्क्राइब गर्न नभुल्नु होला, किनकि मैले बनाएका भिडियोहरू तपाईहरु कहाँ पहिले आइपुग्नेछन्। अब जाउँ आन्तुपमा हाम्रो बुझाइ। आन्तुपमा भनेको हाम्रो बुझाइ हो। आन्तुपमादा भनेको हाम्रो बुझाइमा। आन्तुपमादा हाम्रो बुझाइमा। आन्तुपमादा हाम्रो भेटमा। आन्तुपमादा हाम्रो भेटमा। आन्तुपखाला हाम्रो भेटघाट गर्ने ठाउँ। आन्तुपखाला हाम्रो भेटघाट गर्ने ठाउँ। आन्लीमा हाम्रो जन्म। आन्लीमा हाम्रो जन्म। आन्लीमा हाम्रो भोगाई। आन्लीमा हाम्रो भोगाई। कतिवटा एउटै शब्दले 3-4 वटा धेरैवटा अर्थ पनि बुझाउँछ। आनलेनमा हाम्रो उद्धार। आनलेनमा हाम्रो उद्धार। आनलेटमा हाम्रो मुक्ति। आनलेटमा हाम्रो मुक्ति। आनकेटमा हाम्रो फुटाइ अथवा हाम्रो विभाजन। आनकेटमा हाम्रो फुटाइ हाम्रो अथवा विभाजन। आनकतमा हाम्रो चुकुल भन्ने बुझिन्छ। आनसेटमा हाम्रो मृत्यु। आमसेटमा हाम्रो मृत्यु। आंशमा यो पनि हाम्रो मृत्यु हो। अंशमा हाम्रो मृत्यु। आनवक हाम्रो बारी अथवा जग्गा जमिन। आनवक हाम्रो जग्गा जमिन। आनसङ हाम्रो दाउरा। आनसङ हाम्रो दाउरा अथवा हाम्रो रोग। आनपाङ हाम्रो अधिकार। आनपाङ हाम्रो अधिकार। आन्द्राक हाम्रो साहस उत्साह। आन्द्राक हाम्रो साहस हाम्रो उत्साहबाट बुझिन्छ। आन्लुङ हाम्रो ढुङ्गो। आन्लुङ हाम्रो ढुङ्गो। अब आन्लुङ अर्को हाम्रो मूल्य पनि हुन्छ। आन्लुङ हाम्रो ढुङ्गो। आन्लुङ हाम्रो मूल्य। आन्सानङवा हाम्रो स्वागत। आन्सानङवा हाम्रो स्वागत। आन्सानङवा हाम्रो स्वागत। आन्चाकवा हाम्रो पानी। आन्चाकवा हाम्रो पानी। आनबाकवा हाम्रो खोले। आनबाकवा हाम्रो खोले। आनबाकवा हाम्रो पाक पनि हुन्छ। आनलामा हाम्रो फर्काइ। आनलामा हाम्रो फर्काइ। आनहाकमा हाम्रो तुलो हाम्रो जोखाइ पनि हुन्छ। आनहाकमा हाम्रो तुलो हाम्रो जोखाइ पनि हुन्छ। आनसिममा हाम्री कान्छी। आनसिममा हाम्री कान्छी। लाइक गर्न, शेयर गर्न, कमेन्ट गर्न नभुल्नुहोस्। यस च्यानललाई तपाईहरुले लाइक शेयर कमेन्ट र सब्स्क्राइब गरेर अझ यो च्यानललाई माथि पुर्याइदिनु हुन हार्दिक अनुरोध गर्दछु र फेरि पनि यस्तै भिडियो लिएर तपाईहरुका उपस्थित हुने बाचा गर्दै आजलाई बिदा हुन चाहन्छु। आलङ्ने सेवा।